नेपालको खस भाषा चाहिँ उद्गम स्थलमा छौँ अहिले। यो चाहिँ सिन्जा, जुम्ला जिल्लाको सिन्जा भन्ने ठाउँ हो। सिन्जा भन्ने बस्ती र यो उता गम्म परेको बेसीमा चाहिँ सब मार्सी धानहरू हुन्। मार्सी धानको खेती भएर पनि लगभग भित्राउने तर्खरमा छ। अब पाक्ने तर्खरमा छ, केही महिनापछि चाहिँ भित्रिन्छ होला। हामी चाहिँ असोज महिनामा यहाँ छौँ। असोज महिनाको यस्तो मनोरम दृश्य यहाँ चाहिँ छ। अनि यो चाहिँ यहाँनिर चाहिँ समथिङ केही मन्दिरहरू हुनुपर्छ यहाँबाट गएको माथितिर। र चाहिँ सिन्जाको गाउँ वरिपरि चाहिँ केही पिच बाटोहरू चाहिँ रहेछ। अनि यहाँ चाहिँ सर आँपको बगैँचाहरू, आँप भन्छ स्याउको बगैँचाहरू। अनि एउटा साइको हिसाब मलाई चाहिँ यो भ्याली भन्छ, तपाईँहरूले भनिदिनुहोस् त सिन्जा भ्याली हो कि के हो भनेर।